हेलो नमस्ते गाइड्स, इट्स मी रोचक ब्लग होइन। अनि आज चाहिँ म यता चौरीदेउराली गाउँपालिकामा छु। अनि अस्ति मैले भिडियो बनाएको थिएँ क्या, काठमाडौँबाट यता आएको। यता आउने बेलामा त्यो भिडियो अनि के बिग्रेछ क्या, कहिले सिधाबाट खिचेछु कहिले उल्टोबाट खिचेछु मैले होइन। अनि राम्रो क्वालिटी भएन र मैले डिलिट गर्दै थिएँ। अब सोचेँ कि मैले जाने बेलाको चाहिँ भिडियो बनाउँछु होइन। अनि त्यही हो, जाने बेलाको भिडियो बनाइरहेको छु मैले अहिले। अनि अहिले चाहिँ जाने होइन, अब लगेर त्यस्तै भोलि जाने होला होइन। भोलि कतिखेर हुन्छ टाइम थाहा हुन्न। एक्ज्याक्ट राम्रो टाइम भयो भने म अभियसली भिडियो खिचिहाल्छु नि होइन। अनि त्यही हो, अनि राम्रो भिडियो खिचिहाल्छु। राम्रो भिडियो खिचेर तपाईँहरूलाई इन्टरटेनमेन्ट दिन्छु। अहिले चाहिँ यतातिर पानी परिरहेको होइन गाइज, पानी परे नि केही छैन। दाइले एकछिनपछि आउनुहुन्छ क्या, म दाइले जानुभएको माथि पुऱ्याउनु मान्छे। अनि एकछिनपछि आउनुहुन्छ। युकेन्सी दिस इज रामे छाप होइन। यो चाहिँ म हिँडिरहेको बाटो कुनै उकालो छ कुनै सम्म छ। यतातिर चाहिँ आँप कटहरहरू बढी पाउँछ क्या। अनि साँच्चै मैले अनि एउटा कुरा भन्नै बिर्सेछु। हिजो म आइरहेको थिएँ नि त, अनि बाटोमा एउटा दिले यो गरेर देखाउनु भएको थियो, तर मैले राम्ररी देखे पनि थिएन भिडियोमा। नत्र मैले त्यो क्लिप काटेर यसमा चाहिँ हालिदिन्थेँ। त्यति क्लिप पनि क्या पुरै मधुरा आएर रहेछ। अनि मधुरा थियो त्यसमाथि, ठ्याक्कै त्यो दिले त्यस्तो गरेर राम्रो देखाएको थिएन, नत्र मैले हालिदिन्थेँ के छ र होइन। गाउँ जाँदाखेरि के गर्नु, आफैले चलाएर आधी बाटोबाट लगाएको थिएँ। लास्टमा त क्या चित्त दुख्दिरहेको क्या। यसो घर गएर हेर्छु त कुनै भिडियो बाङ्गो कुनै भिडियो टेङ्गो त्यस्तो भएछ। अनि तपाईँहरूलाई बरु राम्रो हुन्न भनेर मैले त्यो भिडियो डिलिट गर्दै थिएँ क्या। तर अभियसली दुईवटा भ्लग हुन्थ्यो होइन। अनि अब एउटै बनाइदिन्छु। भोलि जाने बेलाको जोडजाड पारेर भने मतलब म फास्ट गरेर हालिदिन्छु होला। खै त्यस्तै हुन्छ होला, फास्ट गरेरै हुन्छ होला, थाहा हुन्न। अनि काठमाडौँ के अरे काभ्रे टु काठमाडौँ राइड पनि राम्रो हुन्छ, किनकि यो पनि अब रुट त राम्रो छ। तर के हुन्छ हेरौँ। आउने बेलामा त क्या मजा आएको थियो, ओह्रालो थियो। दाइले चरा ल्याउनु भएको थियो। अनि दाइरोमा खासमा कोही पछाडिबाट आउनु भएको रहेछ क्या, आउनु भएको रहेछ नि। हामी लिफ्ट माग्दै जाने हो नि त बाटोमा। अनि गाइज होइन। अनि अहिले चाहिँ पानी परिरहेको अवस्था। अनि पानी परेर हामी हिँडेको छैन। अहिले 3:48 भइसक्यो, 4 बज्यो भने नि भयो होइन। अनि अहिलेको सिन चाहिँ यस्तो छ। जानुपर्छ एकछिनपछि, हेरौँ अब के हुन्छ। पानीले अलिक धेरै पऱ्यो भने बेलुकातिर पुगिन्छ। भिडियो खिच्न पाइन्न, हेर्छु म के हुन्छ। अनि त्यही गरौँ लाग्दैन गाइज। हस् त अहिले म पछि गर्छु है त। हामी हिँडेको थियौँ कति 1 बजी हिँडेको थियौँ। अनि फेरि त्यहाँ बाटोमा आउँदा टाइम लाग्यो क्या। अनि दाइ मुनिबाट आउँदै हुनुहुन्छ यताबाट, यहाँ मुनि घर छ त्यहाँ, यहाँ घरबाट आउँदै हुनुहुन्छ दाइ। त्यही हो तपाईँ चाहिँ म लुगा लगाउँछु अहिले। लाएन मैले यो हावा ज्याकेट लाउनुपर्छ। वाटरप्रुफ भने के अरे ज्याकेट, खै तर छ कि छैन थाहा छैन होइन। ज्याकेट त सबै छ, दाइले नि रेनकोट लाउनु पाएको। अनि मैले यो ज्याकेट ठिक हुन्छ। अनि यो बाइकको स्क्रिन हेर्नु दाइ आउनुभयो। यस्तो म बाटोमै भेटौँला है त गाइस।
अहिले चाहिँ खाना खानु भनेर हामी यहाँ रोकेका छौँ होइन दलालघाट यतापट्टि खुसी है खाजा आइसक्यो होइन अन्डा राख्नु थियो दुइटै राम्रो खायो दाइ आउनु भएन अनि एकछिनपछि दाइ आउनुहुन्छ अनि सँगै खानुपर्छ बल्ल बल्ल घर आएँ होइन कति ठ्याक्कै 3 घन्टाको राइडपछि घर आइपुग्यो अनि मलाई दलालघाट पछिबाट खिच्नै मन लागेन क्या किनकि अनि पछाडि दुखिरहेको थियो अति नै किनकि बाटो अप्ठ्यारो थियो नि त उतापट्टि अनि कुनै पिच थियो कुनै अप्ठ्यारो थियो अनि मैले खिचिनँ अनि सिधै घर आएर खिचेको थिएँ मैले अहिले घर आइपुगेँ म अहिले टाइम भयो ठ्याक्कै 6:49 अबपछि किनकि मैले बाटोमा अनि मोबाइल पानी पर्न नि आइरहेको थियो कुनै कुनै बाटोमा मैले भिडियो पनि एडिट गर्दै आइरहेको थिएँ अनि त्यही भएर बाई बाई अब अर्को ब्लगमा भेटौँ न होइन त्यही त हो नि।